प्रत्यक्ष रूपमा भौतिक तथा मनले सहयोग गर्नुहुने सम्पूर्ण व्यक्तिहरूलाई म यस श्री पञ्चकोशी आर्थ डाँडाखर्क युवा क्लबको सचिव तथा सम्पूर्ण आर्थ डाँडाखर्क युवा क्लबको तर्फबाट हार्दिक स्वागत गर्न चाहन्छु। राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने मूल नाराका साथ नेपालीहरूको महान पर्व विजया दशमी पूर्णिमा मेला हामीले आयोजना गर्दै आइरहेका छौँ र यो हाम्रो तेस्रो संस्करण हो। हालसम्म हामीलाई विभिन्न माध्यमबाट सहयोग उपलब्ध गराउनु भएको छ। सम्पूर्णले देश तथा विदेशमा रहेर हामीलाई सहयोग गर्नुहुने सम्पूर्णलाई हामी हार्दिक धन्यवाद दिन चाहन्छौँ र यो कार्यक्रमलाई प्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्णलाई र यो हाम्रो 4 दिनको कार्यक्रमलाई भव्य सभ्य बनाउनको लागि सहयोग गर्नुहुने सम्पूर्णलाई र हाम्रो यस कार्यक्रममा आउनुहुने खेलाडीहरू जति सम्पूर्णलाई म क्लबको तर्फबाट हार्दिक स्वागत गर्न चाहन्छु र हामीले यो कार्यक्रम 4 दिनसम्म 22 गतेसम्म निरन्तर रूपमा सञ्चालन गर्नेछौँ भन्दै सम्पूर्णलाई स्वागत गर्न चाहन्छु। हस्त धन्यवाद। प्रमुख अतिथि ज्यूलाई म अनुरोध गर्दछु उहाँलाई माला लगाएर यो सम्मान पत्र फ्रेम दिन र मायाको चिनो हस्तान्तरण गरिदिनु हुन अनुरोध गर्दछु। र यो हाम्रो यो तेस्रो संस्करणमा आइपुग्नुमा सबैभन्दा पहिलो परिकल्पनाकार उहाँ नै हुनुहुन्छ। उहाँलाई हामीले जति नै सम्मान गरे पनि कम हुन्छ। हामीले पुष्पगुच्छाबाट उहाँलाई सम्मान गर्दछौँ। हामीले आशा गरेका छौँ उहाँले सुदीप शर्मा कार्यक्रम सञ्चालन हुनुभन्दा पहिला पनि हामीलाई आएर भौतिक रूपमा नै दिन रात नभनिकन सहयोग गर्नुभएको थियो। यो मञ्चलाई श्री आर्थ डाँडाखर्क युवा क्लबद्वारा आयोजित दशैं पूर्णिमा मेला 2082 को आज उद्घाटन हुँदैछ। यति बेला हामी पर्वत जिल्लाको पुष्प नगरपालिका वडा नम्बर 14 आर्थ डाँडाखर्क एकदमै सुन्दर नगरी आर्थ डाँडाखर्कमा छौँ। जय खेलकुद जय भलिबल। यति बेला हाम्रो वडा अध्यक्षले बल हस्तान्तरण गर्दै हुनुहुन्छ हाम्रो विकास गुरुङलाई। ल जय खेलकुद जय भलिबल जय आर्थ डाँडा युवा क्लब। थ्याङ्क यू सो मच। जय। विभिन्न पार्टीका प्रतिनिधिज्यूहरू, वडा कार्यालयका वडा प्रतिनिधिज्यूहरू, राष्ट्रिय कलाकारज्यूहरू यस मेलालाई भव्य र सभ्य रूपमा सफल पार्नको लागि विभिन्न यस वडा अन्तर्गतका आदरणीय बुवा आमा दिदीबहिनी दाजुभाइहरू र यस नमस्ते न्युज अन्तर्गतको आदरणीय सर लगायत विभिन्न यस मेलाबाट भलिबल प्रतियोगिता अन्तर्गतबाट आफ्नो पुरस्कार लिउँला भनेर जोस जागरका साथ विभिन्न वडाबाट पाल्नुहुने आदरणीय खेलप्रेमी भाइहरू सम्पूर्णमा हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। खेल भनेको स्वास्थ्यको लागि, मानसिकको लागि र सबै कुराको लागि खेल भनेको महत्त्वपूर्ण हो र यो विद्यालय स्तरबाट नै खेललाई चाहिँ प्रमुख रूपमा लिएको छ। हाम्रो नगरपालिका अन्तर्गत पनि हामीले नगरपालिका स्तरीय राष्ट्रपति रनिङ सिङ भन्दै पहिलो दोस्रो तेस्रो पनि भइरहेको छ। हाम्रो भाइ बहिनीहरू यहाँबाट गएर गत वर्ष र लगातार 3 वर्ष चाहिँ दोस्रो, लगातार 2 वर्ष प्रथम र तेस्रो वर्ष चाहिँ द्वितीय हुनु भएर आउनुभएको थियो। र यो आर्थ डाँडाखर्क भनेको विशेष रूपबाट पहिलोबाट नै म ठुलीपोखरीमा पढ्दै गर्दा सानै स्टुडेन्ट हुँदै गर्दाखेरि पनि यहाँको साथीहरू त्यति बेला उहाँ फुलबारीमा नि भलिबल खेल्न जानुहुन्थ्यो, उहाँहरूको यहाँ हुन्थ्यो। र मैले भन्ने पर्ने कुराहरू के छ भने हालसम्म त हाम्रो विद्यालयको प्राङ्गण छ, यसैलाई प्रयोग गर्नुभएको छ। फेरि प्राङ्गण र समुदाय भनेको एक आपसमा चाहिँ परिपूरकहरू पनि हुन्। विद्यालय भनेको समुदायकै हो र समुदायका लागि नै विद्यालय रहने हुन्छ। र यो नियमित भलिबल प्रतियोगिता गरिरहँदा कुनै दिनहरूमा सधैँभरि एउटै टेक्निकल समस्या रहन पनि सक्ला, सधैँभरि म पर पनि नहुन सक्ला, समिति पनि नहुन सक्ला। र मैले जानेको कुराहरू के छ भने यस्तो ठाउँमा यो खेलको सबैले माया गर्ने ठाउँमा
विभिन्न कुनै स्रोतहरूबाट एउटा चाहिँ छुट्टै एउटा ग्राउन्ड भइदियो भने त्यति बेला के हुन्थ्यो भने विद्यालय अझै चाहिँ रमाइलो हुन्थ्यो। र अहिले पनि नरमाइलो त छैन, हामीले साथ सहयोग त हामीले गरेकै छौँ, गर्ने पनि छौँ। त्यही पनि एवं यस आर्थ डाँडाखर्की क्लबका अध्यक्ष प्यारे भाइ सुदीप शर्माज्यू, आजको यस कार्यक्रमलाई भव्य सभ्य बनाउनको लागि उपस्थित हुनुभएका आदरणीय कलाकार सरस्वती लामिछानेज्यू, यसै गरी यस कार्यक्रमलाई भव्य सभ्य बनाउनको लागि उपस्थित हुनुभएका यस पञ्चकोशी माविका प्रमुख आदरणीय प्रकाश सर, यसै गरी यस वार्ड कार्यालयका वार्ड सदस्यज्यूहरू, यसै गरी नेपाली काङ्ग्रेस पार्टी उपसभापति आदरणीय कृष्णबहादुर मानियाज्यू, यसै गरी विभिन्न पार्टीका पार्टी प्रतिनिधिज्यूहरू, यसै गरी यस मञ्चमा बस्नुभएका आदरणीय प्रमुख व्यक्तित्वज्यूहरू, सुरक्षा निकायका प्रतिनिधि एवं यस ठुलीपोखरी चौकीका इन्चार्ज आदरणीय सुरक्षित मित्र साथी, यसै गरी हाम्रो यो विभिन्न कार्यक्रमहरूलाई देशका विभिन्न ठाउँहरूमा सामाजिक सञ्जालबाट विभिन्न कुना काप्चामा सुन्न र देखाउनको लागि उपस्थित हुनुभएका नमस्ते न्युजका आदरणीय मित्र भीम छेत्रीज्यू, यसै गरी यस कार्यक्रमलाई भव्य सभ्य बनाउनको लागि मेरो आदरणीय बुवाआमा, दाजुभाइ, दिदीबहिनी तथा सम्पूर्ण उपस्थित सदनविदहरूमा सर्वप्रथम त पुष्प नगरपालिका वार्ड नम्बर 14 को तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट यहाँलाई हार्दिक स्वागत एवं धन्यवाद प्रकट गर्न चाहन्छु। सर्वप्रथम त यस आर्थ डाँडाखर्क युवा क्लबले आफ्ना विभिन्न समस्याहरूलाई थाँती राखी हिजोबाट चल्दै आएको यस आर्थ डाँडाखर्क खेलकुद क्षेत्रलाई जसरी चिनाउन सफल थियो, त्यसलाई एउटा जगेर्ना गर्दै खेलकुदलाई क्षेत्रको र पर्यटकीय क्षेत्रलाई चिनाउने उद्देश्यका साथ जुन तेस्रो पूर्णिमा मेला कार्यक्रम आयोजना गरेर आज मलाई प्रमुख अतिथिको रूपमा बोलाएर आफ्ना केही मन्तव्यहरू कुराहरू भन्न अवसर दिनुभएकोमा यस क्लबका अध्यक्ष लगायत सम्पूर्ण कार्य समितिज्यूहरूलाई म आत्मादेखि नै हार्दिक आभार प्रकट गर्न चाहन्छु। हिजो हामी सानो हुँदाखेरिदेखि हाम्रा अग्रज दाइहरूले यस आर्थ डाँडाखर्कलाई एउटा खेलकुदको क्षेत्रबाट चिनाउनुपर्छ, यो पर्यटकीय ठाउँ पनि भएको हुँदा एउटा पञ्चासीको काग र यो अति सुन्दर ठाउँ भएको कारणले गर्दाखेरि पनि यहाँ वैदेशिक तथा आन्तरिक तथा बाह्य पर्यटकहरू जुन भ्रमणको लागि आउने गरेका थिए, तिनलाई पनि एउटा मनोरञ्जन दिनको लागि जसरी खेलकुद क्षेत्रलाई हाम्रा जिजुबाजेबाटै जसरी चल्दै आएको थियो, त्यसैलाई नै जगेर्ना गर्दै अहिलेका जुन युवा भाइहरूले जसरी कार्यक्रम अगाडि बढाउनु भएको छ, यो पक्कै पनि यो वार्डको लागि, यो क्लबको लागि मात्र नभइकन यो सिङ्गो वार्डको लागि पनि एउटा फलदायी र प्रेरणादायी बनेको मैले महसुस गरेको छु। आदरणीय बुवाआमा, दाजुभाइ तथा दिदीबहिनीहरू, आज देश वैदेशिक रोजगारको क्रमले गर्दा एउटा गाउँमा बस्तीहरू उजाड बन्दै गएको छ। हाम्रो वार्डमा मात्रै होइन, नेपालका विभिन्न दुर्गम वार्डहरू आज बस्ती रित्तिएका छन्, तर पनि यस ठाउँका युवाहरूले यही ठाउँमा बसेर केही गर्नुपर्छ, रोजगार सिर्जना गर्नुपर्छ र हाम्रो यी कार्यक्रमहरूलाई देशमा विभिन्न ठाउँहरूमा चिनाउने जुन अवसर गर्नुपर्छ भनेर आफूहरू अहोरात्र पक्कै पनि यो कार्यक्रम सञ्चालन गर्न यति सहज थिएन। यहाँ विभिन्न कुराहरू टिका टिप्पणी हुन्छन्, कार्यक्रम असफल पार्नलाई विभिन्न पङ्क्तिहरू लगाइरहेका हुन्छन्, तर पनि तिनलाई सबैलाई आफ्नो ठाउँमा राखेर जसरी भव्य सभ्य आज उद्घाटन समारोह गरिएको छ, त्यसरी नै भोलिको 22 गतेसम्म निरन्तर खेलकुद कार्यक्रमहरू तथा सांस्कृतिक कार्यक्रमहरू निरन्तर सञ्चालन गरेर यस वर्षको तेस्रो आर्थ डाँडाखर्क मेला पनि पक्कै पनि पूर्ण सफलता हुने भन्ने विश्वास लिएको छु। वार्डमा पनि हिजो हामी दशकौं वर्षदेखिबाट युवाहरू आउनुपर्छ र युवाले यो ठाउँ सम्हाल्यो भने पक्कै पनि विकास हुन्छ भन्ने हिसाबले हामी सबै लागेका थियौँ र त्यही अनुसार हाम्रो यो ठाउँ जसरी विकास भएको छ, त्यसै गरी नेपालमा पनि साँच्चै नै युवाहरूले नेतृत्व लियो भने पक्कै पनि यो देश परिवर्तन हुन्छ भन्ने अहिलेका मेन युवाहरूको र जेनजी पुस्ताहरूको चाहिँ जुन सोचाइ छ, त्यसको लागि पनि म अहिलेको हाल नेपाल सरकारलाई म के अनुरोध गर्न चाहन्छु भने अहिलेको युवाहरूले चाहेको पक्कै पनि यहाँहरूले गर्न सक्नुहुन्छ भने अन्तरिम संविधान ल्याएर प्रत्यक्ष कार्यकारी प्रणाली बनाउन सक्नुभयो भने मात्रै देशले चाहेको र युवाहरूले चाहेको परिवर्तन हुनेछ
जसरी हिजो जुन तपाईँका दलहरूले भाग लाएर भागबिल बनाएर जसरी सत्ता सञ्चालन गर्थे त्यसरी नै अहिले जसरी अन्तरिम संविधानले सरकार सञ्चालन गरेको छ त्यसले युवाहरूको र जेनजीहरूको पक्कै पनि त्यो घाइतेहरूको त्यो शहीदहरूको सपना पुरा हुँदै छैन भन्ने म यस सामाजिक सञ्जालबाट र यो कार्यक्रमबाट यो युवाहरूको कार्यक्रम मार्फत म ध्यान आकर्षण गराउन चाहन्छु। आदरणीय आमुबा तथा दाजुभाइ दिदीबहिनीहरू, हाम्रो यो ठाउँमा पक्कै पनि यहाँहरूले धेरै कुराहरू बुझिसक्नु भएको छ। हामी विकास निर्माणको क्रममा चरणमा छौँ। हाम्रो वार्डमा विकास निर्माणहरू धेरै भइरहेको छ। कतिपय कामहरू हाम्रो निर्माणदेखिको क्रममा छन् भने कतिपय योजनाहरू हामीले हालेर अब चाहिँ ठेक्का प्रक्रियामा गइरहेको छ। तसर्थ यहाँहरूले जसरी हामीलाई विश्वास गरेर एउटा 5 वर्षको लागि जुन म्यान्डेट दिएर यहाँहरूले हामीलाई जनप्रतिनिधिको रूपमा उभ्याउनु भएको छ, पक्कै पनि यहाँको शिर छाडो हुने गरेर यहाँको शिर उच्च हुने गरेर हामी निरन्तर काममा लागिरहेका छौँ। हामीले गरेको काम पक्कै पनि यहाँहरूले बोलेर भन्दा पनि भोलि हाम्रो कार्यकाल पछाडि यहाँहरूले भोगेर महसुस गर्नुहुन्छ भन्ने मैले पूर्ण विश्वास र यहाँलाई प्रतिबद्धता जाहेर गर्न चाहन्छु। हामी अब कति पनि ढिला नगरिकन अब हामी कार्यक्रमलाई अन्तिम समय छ र आज हामीलाई मौसमले पनि अत्यन्तै राम्रो साथ दिएको छ। हिजो अस्ति पानीले हामीलाई बाटोहरू हिलो भएर आउन जान पनि असहज थियो र नेपाल सरकारले नै अहिले यो ठुलो देशका विभिन्न ठाउँहरूमा चाहिँ पानी बाढीका कारणले गर्दा आज र भोलि सार्वजनिक बिदा दिएको अवस्था पनि छ। तर त्यस्तो समयमा पनि आज हामी यस्तो घाममा एकदम रहर लाउने तरिकाले यस्तो कार्यक्रम सञ्चालन गरेर भव्य सभ्य रूपमा हामी यो कार्यक्रम सम्पन्न गर्न गइरहेका छौँ। त्यसको लागि पनि हाम्रो कार्यक्रमलाई पक्कै पनि सम्पूर्ण साथीभाइहरूले, सम्पूर्ण युवाहरूले, सम्पूर्ण बुवामा दाजुभाइ तथा दिदीबहिनीहरूले सहयोग गर्नुहुनेछ। र म विशेष गरेर के भन्न चाहन्छु भने आज यस कार्यक्रम सफल पार्नमा हाम्रा विदेशमा रहनुभएका आदरणीय व्यक्तित्वहरू, विभिन्न हङकङ, युके, दुबई लगायत कतार लगायतका सम्पूर्ण जति पर्वतवासी र आचरवासी हुनुहुन्छ, यहाँहरूले आफ्नो छाक कटाएर यस कार्यक्रमलाई सफल बनाउनुपर्छ भन्ने जुन उद्देश्यका साथ कुनै पनि उद्देश्य नराखिकन आफ्नो जन्म ठाउँ, आफ्नो जन्म गाउँको कार्यक्रम हो, यहाँ चाहिँ सफल बनाउनै पर्छ भनेर उहाँले कसैका कुरा नसुनिकन जसरी आर्थिक सहयोग गर्नुभएको छ, यहाँहरू सबैलाई मेरो तर्फबाट हार्दिक सम्मान एवं आभार प्रकट गर्न चाहन्छु। जसरी तपाईँहरूले विश्वास गरेर कार्यक्रम सञ्चालन भएको छ त्यसले पक्कै पनि यहाँको शिर उच्च रहने गरी पारदर्शी तरिकाले हिजोको वर्षहरू चाहिँ यस क्लबले पनि अहिले पनि आर्थिक हिसाब पारदर्शी तरिकाले नै यस कार्यक्रम समापन पछि नै प्रस्तुत गरेर सबैलाई विश्वास दिलाउनेछ भन्दै अन्त्यमा यस कार्यक्रमको पूर्ण सफलताको कामना गर्दै यस कार्यक्रमको लागि हाम्रो वार्ड कार्यालयबाट रु 1,50,000 रुपियाँ सहयोग गर्ने प्रतिबद्धताका साथ पूर्ण कार्यक्रमको सफलताको कामना गर्दै म यस कार्यक्रमबाट उल्लेख गर्न चाहन्छु। हस्त धन्यवाद, नमस्कार, जय नेपाल। धन्यवाद प्रमुख अतिथिज्यू। अब भने हामी आजको उद्घाटन समारोहलाई समापन गर्न गइरहेका छौँ। आज यस आर्थर राणा खर्कै युवा क्लबले आयोजना गरेको दशैं पूर्णिमा मेलाको कार्यक्रम अब निरन्तर रूपमा 22 गतेसम्म चल्नेछ। 22 गते हाम्रो समापन हुनेछ। आजको यस उद्घाटन समारोहमा आएर कार्यक्रम सञ्चालन गर्ने म हिमलाल शर्मा यहाँहरूमाझ अब बिदा हुन चाहन्छु। अहिलेसम्म के कति कमी कमजोरी भयो होलान्, त्यसमा क्षमा प्रार्थी माग्दै अब भने कार्यक्रमको उद्घाटन समारोहलाई समापन गरिदिनु हुन यस कार्यक्रमका सभापति श्री सुदीप शर्माज्यूलाई माइक्रोफोन हस्तान्तरण गर्दै म हजुरहरूको माझबाट बिदा हुन चाहन्छु। हस्त नमस्ते। चालक आदरणीय बाबा हिमलाल शर्माज्यू, स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मूल नाराका साथ आयोजना गरिएको तेस्रो बडा दशैं पूर्णिमा मेलाका उद्घाटन समारोहका प्रमुख अतिथि कुस्मा नगरपालिका 14 का वडा अध्यक्ष आदरणीय व्यक्तित्व आदरणीय दाई रुद्रमोहन रिमालज्यू, विशिष्ट अतिथिमा पाल्नुहुने राष्ट्रिय कलाकार हाम्रो पर्वतको शान, पर्वतको चेली, हाम्रो गिजानको छोरी आदरणीय दिदी सरस्वती लामिछानेज्यू, त्यसै गरी विशिष्ट अतिथिमा पाल्नुहुने यस पञ्चकोशी माध्यमिक विद्यालयका प्रधान अध्यापक आदरणीय सर प्रकाश सापकोटाज्यू, वडाबाट पाल्नुभएका वडा सदस्यज्यूहरू, सुरक्षाकर्मी साथीहरू, पत्रकार मित्रहरू, खेलाडी साथीहरू तथा खेलप्रेमी साथीहरू लगायत उपस्थित सम्पूर्ण आमाबुवा दाजुभाइ दिदीबहिनीहरूमा सम्पूर्णमा मेरो व्यक्तिगत तर्फबाट र क्लबको तर्फबाट हार्दिक स्वागत एवं धन्यवाद व्यक्त गर्न चाहन्छु। यहाँहरूको
माया र विश्वासले आज तेस्रो बडा दशैं पूर्णिमा मेला राख्न सफल भएका छौँ। विशेष गरी मैले धन्यवाद दिनुपर्ने प्रवासमा रहेर यो ठाउँलाई चिनाउनुपर्छ, गाउँलाई पनि माया गर्नुपर्छ भनेर विशेष गरी हामीलाई आर्थ डाँडा खर्क सहयोग समिति हङकङले हामीलाई रु 3 लाख रुपियाँ प्रायोजन गर्नुभएको छ। आर्थ डाँडा खर्क सहयोग समिति हङकङका सम्पूर्ण पदाधिकारीहरूलाई म यही मञ्चबाट विशेष धन्यवाद दिन चाहन्छु। द्वितीय प्रायोजन गर्नुहुने हाम्रो विश्वराज स्मृतिका संरक्षक आदरणीय व्यक्तित्व इच्छाबहादुर गुरुङज्यूलाई पनि म हार्दिक धन्यवाद दिन चाहन्छु। त्यसै गरी तृतीय प्रायोजन लगायत सम्पूर्ण प्रायोजन गर्नुहुने, सम्पूर्ण प्रवासमा रहनुहुने आर्थ डाँडा खर्कवासी आमा बुवा तथा दाजुभाइ दिदीबहिनीहरूलाई म विशेष धन्यवाद दिन चाहन्छु। प्रवासमा कतै 45 डिग्रीको घाममा बसेर, कतै -5-10 डिग्रीको चिसोमा बसेर आज यो ठाउँलाई माया गर्नुभएको छ। रगत र पसिना साटेर हामीलाई पैसा पठाउन त्यति सजिलो त थिएन होला, तर हामीलाई यति धेरै माया गरेर, यति धेरै विश्वास गरेर आज यो तेस्रो पूर्णिमा मेलाको लागि यति धेरै सहयोग गर्नुभएको छ। म सम्पूर्ण प्रवासमा रहनुहुने सम्पूर्णलाई हार्दिक धन्यवाद दिन चाहन्छु। यहाँ भन्नुहुन्छ गाउँमा बसेर क्लबले मेला मात्रै गर्यो, अरू केही पनि गरेन, रमाइलो मात्रै गर्यो भन्नुहुन्छ, तर हामी नबोलेका हौँ, हामीले गरेका छौँ। हामी दुखी पीडितहरूको घरमा गएर राहत वितरणको कार्यहरू पनि गरेका थियौँ। हामीले 79 सालको कार्यक्रम गर्दै गर्दाखेरि हामीले गण्डकी प्रदेशका अर्थ मन्त्रालयबाट रामजी बराल ल्याएर यस कार्यक्रमको उद्घाटन गर्दाखेरि उहाँले हाम्रो अहिलेको वार्ड कार्यालय जुन 2.5 करोडमा निर्मित छ त्यो बोलेर जानुभएको छ। त्यसमा पनि क्लबको सानो तिनो देन छ भन्ने कुरा म यहाँहरूमाझ छर्लङ्ग पार्न चाहन्छु। पछिल्लो समयमा हाम्रो वडा अध्यक्षज्यूहरू जानुभयो होला, त्यसलाई प्रक्रियागत रूपमा ल्याउनु भयो होला, तर सुरुवाती अवस्था यस क्लबले सिर्जना गरेको हो भन्नमा दुई मत छैन। यसै गरी अहिले यो पञ्चकोशी माध्यमिक विद्यालयमा हामीले गत वर्ष सामाजिक विकास मन्त्रालयमा गएर 6 लाख रुपियाँ डाँडा खर्कको खेल मैदानलाई भनेर विनियोजन गरिएको थियो। विशेष कारणले हामीले त्यहाँ खेल मैदान बनाउन सकेनौँ। त्यो खेल मैदानको बजेट विनियोजन गरेर हामीले पञ्चकोशी माध्यमिक विद्यालयमा तार जाली र यहाँ बाटोहरू ढलान गरेका छौँ। त्यो पनि क्लबको देन हो भन्ने कुरा म यहाँहरूमाझ छर्लङ्ग पार्न चाहन्छु। आज क्लबले, यहाँ धेरै क्लब छन् तर निरन्तरता दिने यही आर्थ डाँडा खर्क क्लब मात्रै छ, तर यो कुनै एउटा टोलको मात्रै क्लब होइन, यो गाउँको मात्रै क्लब नभइकन सम्पूर्ण कुस्मा नगरपालिका 14 को सम्पूर्ण प्रतिनिधित्व गर्ने क्लब भएको हुनाले यसलाई हाम्रो पनि क्लब हो भनेर सम्पूर्णले माया गरिदिनु हुनका लागि पनि म हार्दिक अनुरोध गर्दछु। विगतमा जस्तै यस वर्ष पनि आर्थ डाँडा खर्क क्लबले, युवा क्लबले विगतमा 3 दिने कार्यक्रम हुन्थ्यो भने अहिले 1 दिन बढाएका छौँ र हामीले प्राइज पनि बढाएका छौँ। मलाई लाग्छ जहाँसम्म यो आर्थरमा यति ठुलो धनराशिको भलिबल प्रतियोगिता भएको थिएन होला। यति धेरै कलाकारहरू पनि एकसाथ आउनु हुँदैन। हामीसँग राष्ट्रिय कलाकार सरस्वती लामिछानेज्यू हुनुहुन्छ, राम गुरुङज्यू पनि आउँदै हुनुहुन्छ, चिज गुरुङज्यू पनि आउँदै हुनुहुन्छ। यहाँ भव्य प्रस्तुति पनि हुनेछ, राष्ट्रिय खेलाडीहरूको पनि उपस्थित हुनेछ। आजको समापन सत्रमा म धेरै बोल्न चाहन्न, तर आजको उद्घाटन सत्रको समापन सत्रमा म धेरै बोल्न नचाहे पनि यो 4 दिने कार्यक्रमलाई सम्पूर्णले माया गर्नुहुन्छ भन्ने पनि म आशा गरेको छु। यसरी नै यो आर्थ डाँडा खर्क युवा क्लबले तेस्रो बडा दशैं पूर्णिमा मेला आयोजना गरेको छ। यो तेस्रोबाट पहिलोबाट सुरुवात भएको यो क्लब 50औं वर्षसम्म पनि चलिरहने बाचाका साथ म आज उद्घाटन सत्रबाट पनि बाहिरिन चाहन्छु। हस्, धन्यवाद। उद्घाटन सत्र यही समापन भएको घोषणा गर्न चाहन्छु। धन्यवाद, नमस्कार। धन्यवाद अध्यक्षज्यू। र हाम्रो यो औपचारिक कार्यक्रम सकिएको छ। थोरै सानो अनौपचारिक कार्यक्रम रहेको छ। हाम्रो अतिथिज्यूहरूलाई मायाको चिनो सम्मान पत्र प्रदान गर्ने र सम्मान पत्र प्रदान गरिदिनु हुनको लागि यहाँ उपस्थित भइदिनु हुन यसै क्लबका कोषाध्यक्ष आदरणीय दाइ सन्तोष रुचालज्यूलाई म यहाँ बोलाउन चाहन्छु। उहाँ हाम्रो राष्ट्रिय कलाकार हो, हाम्रो गौरव हो, हाम्रो यस क्लबको धरोहर हो। हाम्रो यस क्लबलाई कसरी चलाउने भनेर उहाँको मार्गदर्शन हामीलाई सधैँ चाहिन्छ। र
दाई छैनन् र तारो मेरेलाई सलाला। यति बेला श्री आर्थर डाँडा खर्क युवा क्लबका अध्यक्ष हुनुहुन्थ्यो। अत्यन्तै मिठो टुक्का लेख्नु भएको छ। हे मलाई मात्र के आरोप लाउने यही मङ्सिरमा दाई हो बुहारी भित्राउने आइरेलाई सलाला। ए साँचो कुरा बोलेको होइन कि माउकै रहर दाई पुगेको छैन कि रेलाई सलाला। मार्यो बाउकै रहर पुगेको छैन कि रे। फोनमा कुरा गर्छ रे भरे तिमीलाई सासु दाई बनाउने हो अरे आइरेलाई सलाला। सासु मनबाटै बोलिन्नी विचार गर दाई भोका कि होलिन्नी आइरेलाई सलाला। सुपारी रेलाई सलाला।